हेलो गाइज हैन हामी चाहिँ आज टीका लाउन जाँदैछौँ दिदीकोमा धरान दाजुभाइ यहाँ काइला र साइला चाहिँ हामी चाहिँ गाडी भित्र छौँ। हामी तीनजना माइला दाजु चाहिँ आउनुहुँदैछ गाडी छुटेर बिहानै हिँडेको र भिडियो पनि बनाउनु पाइएन। 5:30 बजे उठेको थियौँ हैन 6 बजेको गाडीमा जानुपर्ने हतार गाडी चढेको। ल गाइज धरान पुग्न आँट्यौँ धरान पुगेर भेटौँला। ल गाइज हैन हामी चाहिँ धरान पनि आइपुगिसक्यौँ। दाइहरु चाहिँ अगाडि हुनुहुन्छ म चाहिँ भिडियो बनाउँदैछु। माइला दादा चाहिँ अघि नै आइपुग्नु भएको थियो। दादा अघि यहाँ बसिराख्नु भएको छ अरे कहाँनेर छु भन्नुहुँदैछ यहाँ फोन गर्दै त दाइले। गाडीमा चाहिँ हैन ढिलो ल्याइदियो के गाडीले पनि कस्तो रिस उठेर हो रोकेको गर्छ। म त निद आएछु एकैचोटी। ल गाइज हेर्न सक्नुहुन्छ धरानको सिन पनि आज बवाल छ टीकाको दिन हैन। तपाईहरुले सब टीका लगाइसक्नु भयो होला। हामी त पुगेकै छैनौं। अब यहाँ सिटी चढेर जानुपर्ने हुन्छ हैन। यहाँदेखि चाहिँ टाढा छ नि त उता 11 पुग्नुपर्छ। ल गाइज हैन दादा चाहिँ आइसक्नु भयो। दादालाई भेटिसक्यौँ हामीले हैन। यहाँ अगाडि बस्नु भएको रहेछ दादा चाहिँ। हामी चाहिँ यता चोकतिर खोज्दै थियौँ दादालाई। अब यहाँ सिटी पक्रेर जान्छौँ हामी चाहिँ। त्यो गाइज हैन अब हामी जाँदैछौँ। सिटी पनि आइसक्यो दाइ पनि भेटिसक्यौँ। अब रुम पुगेर भेटौँला है गाइज। ल गाइज हैन हामी चाहिँ रुम पनि आइपुग्न आँटिसक्यौँ। जाँदैछौँ रुम हैन। दिदीहरु के गर्दै हुनुहुन्छ हैन। अब गएर टीका लाउनु पर्ने हुन्छ। नामसाङ के गर्दै हुनुहुन्छ हैन। नामसाङसँग भेट नभएको पनि धेरै भयो। चिन्ने हो हैन मामालाई हैन। रुम गएर हेरौँला चिन्नुहुन्छ कि चिन्दैन हैन। यहाँ चाहिँ अगाडि हैन कुकुरहरु पनि सुतिरहेको रहेछ के। ल गाइज अब चाहिँ रुम पनि पुग्यौँ हेर्नु होला। माया गर्दै यहाँ छु त मामा भन्नु न को रहेछ नाम्चा को भन्नु त को भन्नु न मामा को मामा नाना त नि गाइज हाम्रो चाहिँ टक्कसँगले हैन। खोइ मासुहरु त केही छैन त। कहाँ चाहिँ टक्कसँगले मासु सासु बनिसक्यो हैन। खोइ यति नै हो मासु खानेकुरो यति नै हो। ल यहाँ पनि छ पाक्दैछ भर्खर। अरु पनि केही छ कि फ्रिजमा पनि यहाँनिर के छ यो चाहिँ भाइहरुले खाने अरे हैन त नाना। हामीले खाना कि तपाईँ पनि खानुहुन्छ नाना। यसको अरे क्या यो चाहिँ सबै बियर हैन त तेरो हैन। ल गाइज हैन टक्क पाक्दैछ खानेकुराहरू। अब हामी चाहिँ टीका पनि लगाएको छैनौँ। टीका लाउनु पर्ने टीका लाएर टक्कसँग ल गाइज हैन यहाँ चाहिँ यस्तो रेडी भइसक्यो हाम्रो खानपिन। हजुर नामसाङ यहाँ आउनु त नामसाङ यहाँ आउनु न नामसाङ यहाँ आउनु त। टिकी लाउने कि नलाउने भन्नु त। टिकी लाउने कि नलाउने नि म बोल्दिनँ फेरि तपाईसँग। अनि त्यहाँ राख्नु नि अनि यहाँनिर। ल स्टार्ट आगनमा राखेर यहाँनिर फुटाउने लोरो
यहाँदेखि यसो आउने र अनि यता यता मेरो छिटो लाइहाल्छ छिटो लु त्यो घन्टी त बजाउनु पर्दैन दाइ हेर्नु न यो दुईटा त्यो पिठो चाहिँ राम्रो हुन्छ अघि यस्तोको बनाउनु ल म कल गर्छु अहिले म त यी भर्खर लाउँदैछु सुन न भन्छ सुन भने सुन्नु न त्यो पर्दा लाग न पर्दा पर्दैन त्यो मात्रै मिलाएर बाहिरको नराम्रो देखिन्छ यताको चाहिँ फुल बुझेर यो चाहिँ माथिल्लोपट्टि लानुपर्छ त्यो बनाउँदै हो नि त हुन्छ अब लास्टमा कसो गर्दा अघि भन्नु पऱ्यो नि दिदी अनि कानमा मैले यो रुपेशलाई कतिवटा बनाइराखेँ भन्नु त्यो उट्याएको लाउँदा त्यो पर्दा थुन्दैन नगर न बाबा अब यता बुङ्गो हुन्छ काम चाहिँ चस्क्यो भने बाङ्गो बाङ्गो सुवा मात्रै न टल्कियो आगो चाहिँ यो राख्नु है त्यो के अरे खास माला त यो राम्रो भन्छ नि हेर्नु न कहीँ जाऊ नगर्नु न साला के भने पो यो गर्नुपर्ने अन्त एउटा बराबर गर्न न ठुलो 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 हुनु धेरै पैसा लास्टमा पैसा चाहिँ कुरा चाहिँ पैसामै छ ठुलो अनि हो नि पढ भन्दा पढिसकिहाल्यो कमाउनु जमाउनु घर जम राम्रो गर्नु केटीहरू पनि खुवाइदिनु पर्छ त बिहे गरेर त हामीले कहिले हाम्रो काम छ बम अरे एउटा के हो बम हो बम भन्ने बित्तिकै भाग्छ त्यो भाग्ने भयो उसको अहिले टट्टी पिसाब सबै हुन्छ खाने कुरा बम हो नि बम हो नि भन्दा त्यो त डुम बस
देन भान्जालाई लाउनु पर्यो कहीँ म कहीँ हो सबैभन्दा ठुलो भगवान् छ अर्को दिन टोक्नु छ त्यसलाई त भालै लाइले एकछिन नभनिएको अब यहाँ यसले सबै ठाउँ सानो भएर क्या बरु उता गरेको हुन्थ्यो नि दिदी मिठी मिठी अहिलेसम्म छैन त दुध लगाइदिनु त लिनु छिटो छिटो तेरो चाहिँ भिसा लागोस् गइहाल कमाएर बाबाआमालाई हेर अरू त्यस्तै त्यस्तै यो दाजु डस्टबिनमा फ्याँकेर आउनु जसले भान्जा सबैले भान्जा त्यो डस्टबिनमा फ्याँकेर आउनु ल हो फेरि यस्तो यहाँ त सकिएछ त अनि त्यो फ्याँकेर आउनु पैसा धेरै अलिक धेरै यो त नाम छ खोइ त्यो डस्टबिनमा फ्याँक्नु बिहे नगर्नेलाई चाहिँ बाबामा पाल भन्नु भित्रै के गर्नुभएको त्यो त्यो बाहिर उयो होइन राम्रो राम्रो भ्लग भ्लग बनाएर पैसा कमाउनु बाई हाम्रो बाई भन्नुहुन्छ रातो चाहिँ फुटोयो मान्छे नै उता भान्जालाई अलिक मोटा त अलिक मोटा हुने ठिक्क हो भान्जा फुल पनि सकेछ मुठै मुठा लगाइदिएछु मलाई ढोक्दै गरेको भिडियो पो बनाउनु फुल दिन्छु भाग्यमा ल्याउनु धेरै कमाउनु जमाउनु परिवार राम्रो गर्नु डोरीसँगको फोटो यहाँ अहिले गर्छु म टिका लगाउँछु टिका लगाइदिन्छु कस्तो झिलिमिलीहरु भाग्यमानी हुनु छिटो छिटो राम्रो कमाउनु विदेश साइदा छिटो पैसा धेरै धेरै अहिले यता हुलु यता राम्रो बुद्धि राम्रो बना धेरै कमा छिटो गर्ने यहाँ आइजन म्याच बनाइदिदैन यहाँ पक्री मजाले मजाले म त अनि ढोकिया धेरै 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 भाग्य बच्ची स्कुल में कितना लगायत हाम्रो चाहिँ अब चाहिँ यहाँ खानेकुरा पनि रेडी भइसक्यो होइन टिका पनि लगाइसक्यौँ हामीले यहाँ दाजुभाइ भेना बसेर अब हामी चाहिँ यहाँ खानु आँटेछौँ होइन गाइस तपाईँहरू पनि आउनु होला खानु है।